नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा पनि मैले कथा गुल बकावलीको कथा लिएर आएको छु। आशा छ तपाईलाई यो कथा श्रृंखला पनि मन पर्नेछ। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने यस नेपाली कथा युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। दैनिक रूपमा कथा सुन्नका लागि यस युट्युब च्यानल नेपाली कथा च्यानललाई सब्स्क्राइब गर्नुहोला। लागौं गुल बकावलीको कथा भाग 5 तर्फ। उता मदन सेनको हातबाट फूल खोसिएपछि तिनलाई ठूलो पछुतो लाग्यो। आफ्नो गल्तीले मनमा ठेस लाग्यो। विकल चित्त लिएर त्यहाँबाट प्रस्थान गरे। बाटोमा एउटै वृद्धाका घरमा बास बसे। रातभरि निन्द्रा लागेन। बिहान उठेर नित्यकर्म गरिसकी केही खानपिन गरी वृद्धाको हातमा केही द्रव्य राखिदिएर त्यहाँबाट पनि हिँडे। त्यहाँबाट सरासर गएपछि एक विचार यो पनि आयो, बनास गएर आफ्नी प्रियतमलाई ल्याउने। तर उनको त्यो विचार तत्काल बदलियो अनि एउटा ठूलो पहाड छिचोलेर उदयपुरकै नजिकको सुन्दर वनमा पुगे। त्यहाँको पानी बगिरहने झरनामा हातमुख धोई पानी पिएर बसे। केही समयपछि ठूलो चकमकद्वारा आगो बनाएर सासूले दिएको कपालको एउटा रौं आगोमा हालिदिए। पूरा रौं पनि बल्न नपाउँदै हजारौं यक्ष, गन्धर्व, किन्नर, अप्सराहरू लिई मालती हावा समान आइपुगिन्। राजकुमारले आदरपूर्वक झुकी प्रणाम गरे। मालतीले तिनको अवस्था देखेर सहानुभूतिपूर्वक भनिन्, हे राजकुमार, मेरी छोरी चन्द्रवती कहाँ छन्? अरू साथका मानिसहरू कहाँ गए? हजुरको यस्तो अवस्था किन र कसरी भयो? राजकुमारले भने, म आफ्नो कामले आफै लाज मानिरहेको छु, तापनि म तिनीहरूसित साटो फेर्ने पक्षमा छैन। जसले र जसरी भए पनि पिताको कष्ट निवारण गर्ने कर्तव्य हो, त्यो पूरा भयो। यसको सन्तोष छ। बनास गएर सबैलाई ल्याउने विचार गरेको हुँ, तर हजुरद्वारा एउटा काम पूर्ण गराई अनि ल्याउला भनेर उता जाने विचार त्यागिदिए। यति सुनि मालतीले भनिन्, हे राजकुमार, हजुरलाई के चाहिन्छ? जे इच्छा छ सो शङ्का संकोच त्यागेर भन्नुहोस्। म आफ्नो शक्तिले भेटेसम्म हजुरको इच्छा पूर्ण गर्नेछु। राजकुमारले विनयपूर्वक भने, हजुरकी छोरीको निम्ति भनौं वा मेरो लागि पनि एउटा बकावलीको उद्यान जस्तै बगैँचा र महल यही जंगलमा तयार गरिदिने प्रार्थना गर्दछु। तयार भएपछि त्यो उद्यान महल र त्यहाँको उद्यान महलमा केही फरक हुन नपाओस्। फेरि यही एउटा उत्तम शहर पनि तयार होस्। मालतीले भनिन्, यति जाबो कामको खातिर हजुरले चिन्तित हुनु पर्दैन। आजै रातभरिमा हजुरले भने जस्तै बगैँचा, महल र शहर पनि तयार गरिदिनेछु। इन्द्रको नन्दन काननमा पनि त्यसको सामु फिक्का लाग्नेछ। जसरी भए पनि छोरी ज्वाइँ प्रसन्न रहे मलाई आनन्द लाग्नेछ। मालतीका यस्ता कुरा सुनि राजकुमार प्रसन्न भए अनि मालतीले देव, दानव, यक्ष, गन्धर्व सबैलाई हीरा, मोती आदि रत्न ल्याउन पठाइन्। तिनीहरूले एकछिनमै ल्याई ठूलो थुप्रो पारिदिए। पहिले महलको नक्सा तयार गरी त्यसैको अनुसार महल, उद्यान, उपवन, कूप, तडाक, बंगला आदि तयार पार्ने आज्ञा दिइन्। सबैले मिलेर मालतीको आज्ञा अनुसार तयार पारिदिए। सुन चाँदीका टकले आँखाले ज्योति तिर्मिराउने इन्द्रको भन्दा पनि उत्तम त्यस्तो नगर एक रातमै तयार भएपछि ज्वाइँलाई डाकेर सबै स्थान एक एक गरी मालतीले देखाइन्। अनि राजकुमारले भने, मेरो मनको समस्त इच्छा पूरा भयो। अब आफ्नी छोरीसित भेट गरी उनलाई सबै प्रकारले सन्तुष्ट पारेर मात्र हजुर सवारी होला। त्यति सुनि मालतीले तुरन्त दूतहरू डाकी आज्ञा दिन् र उनीहरू आकाश मार्गले गई एकछिनमै चन्द्रवती आदि सबैलाई बनासबाट ल्याइदिए। आमा छोरीको भेट भयो। त्यस दिन सबैजना रङ्गमहलमा बसेर उत्सव मनाए। राजकुमारले आफ्ना सबै सेवक, हितैषी र सेनाका जवानहरूलाई भिन्ना भिन्नै घर दिए। सबै परिवार सहित त्यही बस्न लागे। त्यति ठूलो शहरमा त्यति मानिस बस्दा हात्तीको मुखमा जिरा भने जस्तै भयो। तापनि जुन जुन कला जान्ने मानिस थिए तिनको भिन्ना भिन्नै एक एक टोल निश्चित गरेर उही नै बस्ने स्थान मिलेको थियो। त्यसपछि मालतीले भनिन्, राजकुमार, म आएको निकै दिन भइसक्यो। मलाई नदेख्दा मेरा अधीनस्थ देव, दानव, यक्ष, किन्नर आदि आत्तिएका होलान्। अब म जान्छु। ईश्वरले मेरा छोरी ज्वाइँको प्रेममा केही विघ्न बाधा पर्न नदिउन् भनी प्रार्थना गर्दछु। म यहाँ उपस्थित नभए पनि सदैव छोरी ज्वाइँको नजिकमै छु भन्ने सम्झनुहोला। कल्याण होस् दिनदिनै, यस कीर्ति छाओस्, सत्कर्म गर्न मन ईश्वरतर्फ लागोस्, दुखी दरिद्र हितमा धन खुब जाओस्, यही चालले सकल जीवन बित्न पाओस्।
राजकुमारले एक साता जति अरू बस्ने आग्रह गरेको सुनि मालतीले भनिन्, हजुर मलाई नछेक्नुहोस्, मैले हजुरको निम्ति अनेक झ्याउलो भोग्नु पर्यो। मनुष्य र दानवको जन्मजात वैरत्न हो, तापनि मैले हजुरको निम्ति त्यसको केही विचार गरिन र आफ्नै प्राणभन्दा पनि प्रिय छोरी सुम्पिदिएँ। बकावलीको कसैले पनि हत्तपत्त देख्न नपाउने बगैँचाको सयल गराए। त्यहाँ हजुरले जस्तो अनीति गर्नुभयो, त्यसको निम्ति मैले बकावलीको छपार सुन्नु पर्यो। मैले त्यो सबै केवल हजुरको लागि सहन गरे। त्यसलाई कुनै किसिमको कष्ट हुन नपाओस् भन्ने जिम्मा हजुरको हो। यति भनी मालती त्यहाँबाट हिँडिन्। राजकुमार आफ्नै आमा नलिनीलाई समेत त्यही झिकाई पत्नीहरू साथ सुखपूर्वक त्यही बस्न लागे। राजकुमारको सेवक धनवीर कुनै कार्यले उदयपुरतिर गइरहेको थियो। उसले बाटोमा दाउरेहरूलाई देख्यो। तिनीहरू दाउरा लिएर उदयपुरतर्फ गइरहेका थिए। धनवीरले सोध्यो, तिमीहरू यो दाउराको भारी बोकेर कहाँ जान लागेका? दाउरेले उत्तर दियो, हामी उदयपुरका निवासी हौं, यो दाउरा पनि उही लगिरहेका छौं, यही बेचेर जहान बच्चा पाल्नुपर्छ। धनवीरले भन्यो, उसो भए आज यो दाउराको भारी हाम्रा राजकुमारको भान्सा घरमा बिसाओ। यसलाई बेचेर पाउने पैसा भन्दा दोब्बर पैसा र बकस पनि पाउनेछौ। फेरि त्यो दुःख गरेर पेट पाल्ने धन्दाबाट पनि मुक्त हुनेछौ। अनि एउटाले सोध्यो, हजुरका राजकुमारको भान्साघर अथवा दाउरा पुर्याउनु पर्ने स्थान यहाँबाट कति टाढा पर्दछ? धनवीरले भन्यो, हाम्रा राजकुमारले हिजो आज यही जंगलमा एउटा राम्रो नगर निर्माण गराउनु भएको छ। त्यो यहाँबाट नजिकै छ। तिमीहरूले जीवनमा देख्न नपाएको स्थान र वस्तु देख्न पाउनेछौ। तर मेरो विश्वास गरे मात्र। ती दाउरे मध्ये एउटाले व्यङ्ग्य गरेर भन्यो, यही जंगलमा आउँदै जाँदै गरेर बुढो भइसके, तर आजसम्म मैले ठूलो दरबार त परे जाओस्, सानो झुपडी पनि यहाँ देखेको छैन। हजुर हामीलाई झुक्क्याएर कहाँ लैजान लाग्नु भएको छ? हामी त यो दाउरा बेच्न पाए खुसी छौं, अरू केही चाहिन्न। धनवीरले तिनीहरूलाई केही द्रव्य अग्रिम दिए भन्यो, हेर तिमीहरूलाई दाउराको मोल जति त मैले दिइसके, तर मेरो कुरामा अझ पनि विश्वास मानेका छैनौ। त्यो पनि ठिक छ। अब अलि पर गएर हेर, केवल जंगल मात्र देख्यौ र शहरको कुनै लक्षण वा चिन्ह देख्न पाएनौ भने तुरन्त फर्क, म छेक्ने छैन। गरीब दाउरेहरू द्रव्यको लोभमा गाह्रो मानेर पछि लागे। अलि पर पुग्न साथ अनेक थरीका रत्नको टलक पर्नाले तिनीहरूको आँखा तिर्मिरायो। यो आगो झैं के होला भन्ने ठानेर मनमा नै डराएर फेरि भने, होइन हामीलाई किन यो आगोमा पोल्न लैजाँदै हुनुहुन्छ? हामीलाई चाहिन्न हजुरको इनाम बकस, हामी फर्कन्छौं। धनवीरले बुझाएर भन्यो, तिमीहरू शहरका निवासी भएर पनि के यस्ता कुरा गरेका? यो त घर घरै जडिएको रत्नहरूको तेज हो, आगो होइन। तिमीहरूलाई आगोमा हाली हामीलाई के लाभ छ? यस्तै कुरा बुझाएर बल्ल बल्ल ठेगानमा पुर्याएर दाउराको भारी बिसाए तापनि तिनीहरूको चित्त तुलबुलिएको थियो। त्यसपछि धनवीरले सबैलाई मन्त्री कहाँ लगे। उनले निकै आदर गरेर प्रशस्त द्रव्य दिए भने, तिमीहरू सधैँ यसै गरी दाउरा लिएर आइरह्यौ भने अझ बढी द्रव्य पाउनेछौ। फेरि तिमीहरूलाई यही बसाइ सर्न मन लाग्छ भने सारा परिवार लिएर आओ, यहाँ सबै व्यवस्था मिलाइदिनेछु, केही कुराको दुःख हुने छैन। मन्त्रीका कुराले प्रसन्न भएका यी गरीबहरू घर घरै गई सल्लाह गरेर भोलिपल्टै जहान बच्चा समेत बस्ने गरी आइपुगे। त्यसपछि त अनेक प्रजाहरूको ताँती लाग्यो। जो त्यहाँ आए ती फेरि उदयपुर फर्केनन्। त्यो कुरा उदयपुरका पुलिस अधिकारी गएर मन्त्रीलाई सुनाउँथे। त्यसपछि मन्त्रीलाई फेरि भने, मन्त्रीजी हिजो राति 200 परिवार यो शहर छाडेर गए। मैले कारण जाँच गर्दा जाने जतिको सामान सबै घरमा छ, तर मानिस एक पनि छैनन्, साथमा केही पनि लिएर गएका छैनन्। यसको झट्ट कुनै उपाय नगरे सारा शहर रित्तिन बेर लाग्ने छैन। मन्त्रीले भने, ती जानेहरू कहाँ जाँदा रहेछन् र के काम गर्दा रहेछन्, त्यसको केही पत्ता पायो? अधिकारीले भने, मन्त्रीजी यहाँ अरावलीको जंगलभित्र कसैले अत्यन्त उत्तम नगर बसाई आबाद गर्न लागेको छ, यतिसम्म थाहा पाएको छु। त्यस नगरको वैभव र कारिगरीको वर्णन गरेर साध्य छैन। मन्त्रीले उनको कुरा नपत्याएर भने, मनुष्यको त के कुरा, कुनै देवताले पनि गर्न नसक्ने यस्तो काम गर्न सक्ने यस्तो वीर पुरुष को रहेछ? यस विषयमा अझ विशेष जाँच गरेर अनि मलाई बताऊ। त्यसपछि जो उचित ठहरला गरौँला। त्यस अधिकारीले भन्यो, मन्त्रीजी संसारमा असम्भव कुरा केही पनि छैन। पुरुषार्थी व्यक्तिले असम्भवलाई पनि सम्भव तुल्याउन सक्छ। यस विषयको म एक उदाहरण दिन्छु। निकै वर्ष पहिले बङ्गलोर शहरमा राजा मदनपालको शासन थियो। तिनका महलमा अनेक सुन्दरी रानीहरू थिए, तर कसैलाई पनि सन्तान भएनन्। धेरै प्रयत्नपछि कान्छी रानी सुनैनालाई गर्भ रह्यो र छोरी पाइन्। यथाक्रम
तिनलाई 5 छोरी भए अनि राजा रिसाएर 6औं गर्भ रहेपछि प्रतिज्ञा गरे, यसपालि पनि छोरी नै पाई भने आमा छोरी दुवैलाई मार्न लगाउन पर्छ। दुर्भाग्यले रानी सुनेनाले यसपालि पनि छोरी नै पाइन्, तर तिनले सबैलाई आफूतिर मिलाएर छोरो भयो भन्ने खबर फिजाइन्। राजाले ठूलो उत्सव गरेर धेरै धन बाँडे। रानीको पैसा पाएका सबै ज्योतिषीहरूले ग्रहगण विचार गरी राजालाई बिन्ती गरे, सरकार, राजकुमारको अरू सबै कुरा त उत्तम छ, तर सरकारको ग्रहले गर्दा 15 वर्षको नभएसम्म मुख हेर्न हुँदैन। बलजफत गर्ने हो भने पिता पुत्रको वियोग हुने सम्भावना छ। राजाले ज्योतिषीहरूको भविष्यवाणी सुनेर केही दिक्क माने तापनि छोरो बाँचिरहोस्, कुनै दिन त देख्न पाउने नै छु। फेरि सन्तोष मानी पर्खन सके समय व्यतीत हुन पनि बेर लाग्दैन। यस्तै तर्क गरेर आफूलाई सान्त्वना दिई सबैलाई बिदा दिए। बिस्तार बिस्तार समय व्यतीत भएर गयो। एक दिन आफ्नी यौवनको दैलोमा खुट्टा टेकिसकेकी छोरीलाई आमाले सबै कुरा बुझाइ भनिन्, सुरुचि, आजसम्म मैले तिम्रो रक्षा गरे, अब राजाको सामुन्ने नगई हुँदैन, अत तिमीले सबै प्रकारबाट म छोरो हुँ भन्ने प्रमाण पितालाई दिनुपर्छ। राजाको सामु हिँड्दा बोल्दा कुनै प्रकार पनि शंका पर्न नपाओस्, नत्र हामी दुवैको जीवन रहन्न। यति सिकाई राजा कहाँ पठाइन्। पितासित भेट भयो। राजाले प्रेमपूर्वक आशीर्वाद दिए। त्यसपछि राज्यमा ठूलो उत्सव मनाइयो। राजपुत्री 16 वर्षकी भएपछि छिमेकी देशका राजाले आफ्नी छोरी दिने कुरा चलाए। राजा मदनपालले त्यो सम्बन्ध स्वीकार गरे अनि शुभ मुहुर्तमा विवाह गर्नका लागि प्रस्थान पनि गरे। 2 दिनको बाटो गइसकेपछि एउटा जंगलमा बास पर्यो। सुरुचिलाई ठूलो चिन्ता परिरहेको थियो। भय, लज्जा र शोकले ग्रसित भएकी तिनले सबैजना सुतेपछि अब जंगलमा जान्छु, अवश्य कुनै जन्तुले खान्छ र मेरो अन्त्य हुन्छ, यस्तो तर्क गरेर सुटुक्क उठे। घोर जंगलमा हिँडिन् अनि पर पुगेपछि संयोगले एउटा यक्षको निवास स्थानमा पुगिन्। त्यसबेला यक्ष एउटा वृक्ष मुनि पल्टेर जंगलको सौन्दर्य हेरिरहेको थियो। राजपुत्री त्यसबेला नारीको वस्त्र पहिरेकी हुनाले अत्यन्त राम्री देखिन्थिन्। यक्षको नजर तिनीमाथि पर्न साथ मोहित भएर जुरुक्क उठी नजिकै आएर सोध्यो, हे सुन्दरी, तिमी को हौ? भन मलाई, आफ्ना नयनरूपी सरले घायल पार्ने तिमी कसकी कन्या हौ? जो भए पनि आफ्नो यौवन रूपी रस पिलाई मेरो हृदय शान्त गराऊ। यक्षका यस्ता कुरा सुनि राजपुत्री रोदै आफ्नो सारा स्थिति सुनाइन् र भनिन्, मलाई रति क्रीडाको सुख चाहिएको छैन, म त केवल आफ्नो यो जीवन त्याग्न आएकी। जब जसरी भए पनि मेरो चाँडै प्राणान्त हुने उपाय गरिदेऊ। तिनको सारा कुरा सुनेर यक्षको मनमा दयाको सञ्चार भयो र उसले भन्यो, हे राजपुत्री, यदि तिमीले प्रतिज्ञा गरे म आफ्नो पुरुषेन्द्रिय तिमीलाई दिन्छु र तिम्रो जनेन्द्रिय म लिन्छु, तर तिम्रो काम पूरा भएपछि मेरो वस्तु मलाई फर्काई आफ्नो वस्तु लिएर जानु। यति भए हामी दुवैको काम पूरा हुनेछ। राजपुत्रीले प्रसन्न भएर भनिन्, म विवाह गरेर फर्कन साथ तिम्रो इन्द्रिय दिई आफ्नो लिनेछु, यसमा फरक पर्ने छैन। यति भनेपछि यक्षले आफ्नो पुरुषेन्द्रिय उनलाई दिई आफूले उनको इन्द्रिय लियो। राजपुत्री खुसी भएर वासस्थानमा आइन्। समयमा जन्ती पुगे। कायदा साथ विवाह सम्पन्न भयो। वरवधु दुवै एकान्त कोठामा गए। त्यसै रात दुवैको समागम भयो र राजपुत्री गर्भिणी भइन्। समयमा जन्ती विदा भए र उही स्थानमा आई बास बसे। आधा रातमा सुरुचि, जो अब राजकुमार भइसकेकी थिइन्, उठेर यक्षको निवासस्थानमा पुगिन्। यक्ष उही बसिरहेको थियो। उनले भनिन्, हे यक्षराज, आफ्नो प्रतिज्ञा अनुसार म तिम्रो वस्तु फिर्ता दिएर आफ्नो वस्तु लिन आएको छु। तिमीले मेरो सहायता गरेकोमा ईश्वरले तिम्रो कल्याण गरून्। अनि यक्षले भन्यो, हे राजकुमार, अब तिमी पुरुष भयौ, अत यो सम्बोधन उचित छ। अब मैले आफ्नो वस्तु फिर्ता लिने स्थिति रहेन। तिमी प्रसन्न मनले घर जाऊ र आनन्दको भोग गर। अब मलाई यस वस्तुको खाँचो पनि रहेन। त्यति सुनि राजकुमारले भने, यक्षराज, मैले आफ्नो वचन भङ्ग गरेको छैन। आउनमा केही ढिलो भएको भए क्षमा गरेर आफ्नो वस्तु स्वीकार गर। यक्षले उत्तर दियो, हेर, भाग्यमा कसैको बल पुग्दो रहेनछ। म यही रूपमा तिमीलाई पर्खिरहेको थिएँ, जुनेली रातको अनुपम सौन्दर्य जंगलमा फैलिएको थियो। त्यसै बेला एउटा नवयुवक यक्ष आई मलाई देख्न साथ मोहित भयो। म पनि लसिएँ अनि हामी दुवैले संसारको सबैभन्दा उत्तम आनन्द भोग्न थाल्यौं। त्यसको परिणाम स्वरूप म बच्चाकी आमा हुने भएँ। अब म आफ्नो वस्तु साटौं भने नडाकेर नै आउन लागेको नवीन पाहुनालाई कसरी संसार देखाउने। फेरि मैले समागममा पुरुषभन्दा नारीलाई बढ्ता सुख प्राप्त हुने रहेछ भन्ने अनुभव पनि प्राप्त गरेँ।
अब तिमी जान सक्दछौ। जाऊ भनेपछि उनी गए र सुखपूर्वक दिन बिताए। अत हे मन्त्रीजी, कसैले यो घोर जंगलमा नगर बसाए भन्ने कुरामा आश्चर्य मान्नुपर्ने खण्ड केही पनि छैन। त्यति सुनि मन्त्रीले भने, हेर, ईश्वरको लीला अपरम्पार छ। तिमीले भनेको सत्य हुन सक्दछ, तर यस विषयमा म पनि एउटा उदाहरण दिन्छु, सुन। धेरै पहिले रामचन्द्रको राजधानी अयोध्यामा एउटा परेवाको भाले पोथी सधैँ मूल बाटोमा आई दाना खोजेर खान्थे। एक दिन एउटा हृदयको कपटी साधु राम राम भन्दै त्यही बाटोबाट आयो। त्यसलाई अलि परै देखेर पोथीले भने, होस् गर, हाम्रो बैरी आउँदैछ। भाले भन्दछ, होइन, राम राम भन्ने यस्ता साधुसित डराउन पर्ने खण्ड छैन। तिमी आनन्दले दाना खाँदै गर। ती भालेपोथी यस्तै कुरा गर्दै थिए। कपटी साधुले अलि नजिक आएपछि हातमा लिएको एउटा सानो लट्ठीले झटार हान्यो। त्यसले भालेको एउटा पखेटा भाँचियो र साधुले त्यसलाई पक्रन खोज्यो। तर परेवाको भाले लड्दै उड्दै गरेर सोझै रामचन्द्रको सभामा पुग्यो। सभामा निकै ऋषि मुनिहरू बसेका थिए। परेवाले रामचन्द्रलाई दण्डवत गरेर बिन्ती चढायो, हे नाथ, म निरपराधलाई त्यो कपटी साधुले हिर्काएर एउटा पखेटा भाँचिदियो। मैले न्याय पाउनु पर्दछ। रामचन्द्रले सुमन्त्रलाई आज्ञा भयो, त्यो साधुलाई सभामा हाजिर गराऊ। मन्त्रीले मानिस पठाएर त्यो कपटीलाई हाजिर गराए। अनि रामले आज्ञा भयो, हे महात्मा, तिमीले यो निरपराध परेवालाई किन घाइते गरायो? साधुले उत्तर दियो, प्रभु, यो पंक्षी मानिसको भोजन बन्नका लागि नै सृष्टि भएको हो। अत मैले यसलाई मार्न खोज्नु कुनै अपराध होइन। यति सुनेर परेवाले उत्तर दियो, म अत्यन्त सानो पंक्षी हुँ। ममा यस विचित्र संसारको जाति नजाति जान्ने बुद्धि छैन, तापनि मित्र र शत्रु चिन्न सक्दछु। तेरो यो गेरुवा लुगा, लामा जटा र फुस्रो अङ्ग देखेर कतिले धोका खानेछन्। अत रामचन्द्रको सामु नै यो भेष त्यागिदिए तेरो कल्याण हुनेछ। यति सुनि रामचन्द्रले साधुलाई सम्झाई बुझाई पठाउनु भयो। परेवाको चाहिँ कृपा दृष्टिले पखेटा सत्य पारिदिनु भयो। त्यस साधुलाई यो बेइज्जतीको दुःख लागिरहेकै थियो। एक दिन उही परेवा एउटा गाउँमा चलिरहेको देखि निकै सावधानीपूर्वक समातेर एउटा पिजडामा थुन्यो। परेवाले मनमनै जीवनको आशा त्यागे पनि विनयपूर्वक भन्यो, हे महात्मा मन, मलाई बिक्री गरेर पनि तिमीले प्रशस्त धन पाउन सक्दैनौ। मलाई मारेर खाए पनि तिम्रो इच्छा पूर्ण हुन सक्दैन, किनकि मेरो देहमा तिमीलाई तृप्त गर्ने जति मांस र रक्त पनि छैन। बरु तिमीलाई काम लाग्ने एउटा शिक्षाप्रद कुरा छ। यदि मलाई छाडिदिन्छौ भने म त्यो कुरा तिमीलाई सुनाइदिनेछु। परेवाको यस्तो कुरा सुनि प्रसन्न भएको साधुले पिजराबाट झिकेर दुवै खुट्टा समाती भन्यो, मेरो भलो हुने के कुरा हो, लौ भन। अनि मेरो चित्त बुझ्यो भने छाडिदिन्छु। अनि परेवाले भन्यो, हे साधु, ईश्वरको महिमा आजसम्म कसैले पनि जान्न सकेको छैन। लाटोले बोल्न सक्ने र लङ्गडोले हिमालय छिचोल्न सक्ने पारिदिनु उनको निम्ति कुनै ठूलो कुरा होइन। संसारमा जति असम्भव कुरा छन् उनले ती सबै सम्भव पार्न आँटे भने सक्दछन्। उनको भरमा पर्ने कोही पनि कष्टमा परेको सुनिएको छैन। मनुष्य एउटा यस्तो प्राणी छ जसको विश्वास गर्न हुँदैन। मनुष्यले उपकारको साटो अपकार नै गर्छ। अत मानिसको फन्दामा वा छलमा कहिल्यै नपर्नु। यदि परियो भने आफ्नो जीवनको अन्त्य सम्झे पनि हुन्छ। आफ्नो अधिकारको बाहिर अथवा बसमा नभएको वस्तुका निम्ति चिन्तित नहुनु। हात आएको वस्तुको उचित सुरक्षा गर्नु। रक्षा गर्दा गर्दै पनि उम्कियो भने त्यसको लागि दुखी नहुनु। अब मलाई छोडिदियो भने यो भन्दा पनि हितकार कुरा सुनाई तिम्रो जीवन सप्रने पारिदिनेछु। त्यो साधुले परेवाको विश्वास गरेर छोडिदियो। परेवा उडेर नजिकैको एउटा वृक्षमा बसी भन्न लागे, हे कपटी छली साधु, तिमी ठूलो मूर्ख रहेछौ। नभए हात परेको शिकार मलाई यसरी छाडिदिने थिएनौ। सुन, मेरो पेटमा एउटा अमूल्य रत्न छ। यदि मारेको भए अवश्य त्यो तिम्रो हात पर्ने थियो र बाँचुन्जेल त के कुरा, तिम्रो अनेक पुस्ताले खान लाउन पुग्ने सम्पत्ति पाउने थियो। परेवाको कुरा सुनि पछुतो भए पनि साधुले भन्यो, हे कपोत, मैले एउटा ठूलो भूल गरे। यो त सत्य हो, तर तिमीले मेरो हितको कुरा सुनाउँछु भनेको त्यो कुरा के हो, सुनाऊ। अनि परेवाले भन्यो, हे कपटी साधु, अहिले भर्खर मैले भनेको कुरा बिर्सिदिऊ। हात परेको वस्तु गयो भने त्यसको निम्ति शोक फिक्री नलिनु। अबदेखि कुनै प्राणीलाई धोका र कष्ट दिने काम नगर्नु, तिम्रो कल्याण हुनेछ। यति भनेर परेवाले बाटो ततायो। साधु पनि कुटीतिर लाग्यो। यता मन्त्रीले भने, हेर, सर्वशक्तिमान ईश्वरको विषयमा कुनै तर्क गर्नु मूर्खता हो। तर मनुष्यले चाहिँ राम्ररी नबुझी राजासित कुनै कुरा बिन्ती गर्नु उचित हुँदैन र त्यो बुद्धिमान पनि मानिँदैन। अत
अब तिमी स्वयं गएर सबै कुरा बुझेर आऊ अनि जो गर्नु पर्ला गरौँला। यति सुनेर त्यो अधिकारी कोतवाल विदा भएर हिँड्यो। दर्शक तथा श्रोतावृन्द, गुल बकावलीको कथा भाग 5 सकिएको छ। भोलिको भिडियोमा भाग 6 लिएर अवश्य पनि आउनेछु भन्दै आजको कथा के कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। अर्को भिडियोमा अर्को भागका साथ उपस्थित हुनेछु। तबसम्मका लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।